यो 10 वर्ष पहिलाको कुरा होइन। हामी सँगै खेल्ने साथीहरू हुन्छौँ नि, अनि सँगै घुम्ने, अनि सानैको साथीहरू, डेली हामी खेल्ने बाहेक हाम्रो काम के हुँदैन। अनि हामी बच्चा इनोसेन्ट माइन्डहरू हुन्छ नि, जसले पनि जे भने नि मेनिपुलेट गर्न सक्ने खालका हामी बच्चाहरू 8 वर्ष 9 वर्ष 7 वर्ष भएको उमेरका बेला होइन। त्यति बेला भर्खरै चुनाव आउँछ र गाउँमा ठाउँ-ठाउँमा अनि सबैलाई झन्डा बाँडिन्छ र सबैजनाको हातमा झन्डा हुन्छ। झन्डा नेपालको नि हुन्छ र पार्टीको नि हुन्छ। अनि यसरी मेनिपुलेट गरिन्छ कि ती बच्चाहरू हुन्छन् नि, तिनीहरू चाहिँ पछि गएर आफ्नो साथीलाई नि त अलग पार्टीको र म अलग पार्टीको भन्छ कि 8-9 वर्षको बच्चा नि मेनिपुलेट हुन्छ। मेरै साथीहरूले मलाई नै गरेको के, सानोमा बुली नै गरेको भन के। अनि अहिले चाहिँ म तिनीहरूसँग त्यो कुरा गर्दिनँ, तर मलाई थाहा छ त्यो के कारणले भएको हो। तिनीहरूको ड्याडी मम्मीहरू पनि मेनिपुलेट भएको र अहिलेको पुस्ता पनि बालेन हर्क भन्दै मेनिपुलेट भएको छ।